नमस्ते। अब म अर्को यो भिडियो सेक्सनमा चाहिँ क्यास ब्याङ्क अकाउन्ट कसरी क्रिएट गर्ने एम्स सफ्टवेयरमा क्यास ब्याङ्क अकाउन्ट कसरी क्रिएट गर्ने भनेर देखाउन गइरहेको छु। त्यसको लागि मास्टर मेनुभित्र मास्टर सेटअपभित्र अकाउन्ट सेटअपमा क्यास ब्याङ्क अकाउन्ट भन्ने छ, यहाँ क्लिक गर्नु होला। त्यसपछि अब यसमा पनि सेम अलरेडी भएको क्रिएट भइसकेको लेजरहरू यहाँ देखाउँछ। यसमा पनि सेम एडिट गर्नु पर्यो भने टिक गरेर एडिटमा क्लिक गर्न सकिन्छ। यहाँ जस्तै NINB भन्छ, NIMB, यसलाई मैले स्पेलिङ सच्याउनु पर्यो मान्नु भने यसरी यहाँ NIMB यसरी, अथवा पुरा नाम पनि लेख्न सकिन्छ यहाँनिर यसरी। त्यसपछि मैले अपडेट गरेँ भनेदेखि यो चेन्जेस भयो। कोड चाहिँ एडिट गर्न मिलेन। अब म नयाँ क्यास ब्याङ्क एकाउन्ट कसरी क्रिएट गर्ने देखाउन गइरहेको छु। एड गर्नु होला बटम प्लसमा, प्लस साइन भएकोमा। त्यसपछि यहाँ मैले अब कुनै ब्याङ्कको नाम क्रिएट गर्न सकिन्छ। आफ्नो जुन ब्याङ्क खातामा मेन्टेन गर्ने हो, अकाउन्ट मेन्टेन गर्ने त्यसको नाम खोल्नु पर्ने हुन्छ। जस्तै इक्जाम्पलको लागि प्राइम कमर्सियल ब्याङ्क लिमिटेड छैन होला भनेर माने मैले नयाँ खोल्नुलाई। अलरेडी छ भने यसले दिँदैन, छ भने नेम इज एभाइलेबल भन्छ। त्यसपछि यसले कोड पनि आफै सजेस्ट गर्छ। अब यो खोल्नु लागेको चाहिँ यदि क्यास र स्ल्यास ब्याङ्क एकाउन्ट छ, क्यास एकाउन्ट हो भनेदेखि त यति मात्रै खोले नाम टाइप गरेर कोड आफै आइहाल्छ। ग्रुप चुज गरेको थियो होला, ग्रुपमा चाहिँ यहाँ क्यास एन्ड क्यास इक्विभ्यालेन्ट भनेर, तर म अब यहाँ नाम मेरो ब्याङ्क एकाउन्ट छ त्यसैले ब्याङ्ककै एकाउन्टमा क्लिक गर्ने बित्तिकै यहाँ ड्रप डाउन ब्याङ्क उसको डिटेल ओपन भयो, के राख्नुपर्ने भनेर। यहाँनिर मैले अकाउन्ट नम्बर राख्न सक्छु, कुन ब्रान्च हो भनेर राख्न सक्छु। त्यसपछि ब्याङ्क एकाउन्ट टाइप ओडी हो कि करेन्ट हो के हो, यो मैले अलरेडी टाइप गरेको भएर पनि देखाएको हो होइन। यसमा चाहिँ मानौँ करेन्ट एकाउन्ट हो। इन्ट्रेस्ट रेट जति छ त्यति राख्न सक्यो। त्यसपछि अभाइलेबल लिमिट, अब यो चाहिँ ओडी एकाउन्ट हो भने कति हो लिमिट एभाइलेबल होइन। यसमा मैले यसरी राखेँ इक्जाम्पलको लागि र क्रिएट गरिदिएँ, यस गरिदिएँ। क्यास ब्याङ्क एकाउन्ट क्रिएटेड सक्सेसफुल्ली। अब यदि हाम्रो अकाउन्ट हाम्रो अर्गनाइजेसनमा फर्ममा चाहिँ मल्टी क्यास बुक छ, जस्तै विभिन्न साइटहरू छ र त्यहाँ पेटी क्यासहरू पनि अलग अलगै छ भनेदेखि त्यो पनि अलग अलग खोल्न सक्यो हामीले यहाँनिर। जस्तै पेटी क्यास हेड अफिस भने अब अरू नामहरू के राख्न सकिन्छ। त्यसपछि यहाँ मैले इन्टर थिचेँ। अब यो पनि एभाइलेबल छ छैन भन्ने कुरा यसले देखाउँछ। एभाइलेबल छ भने छ, छैन भनेदेखि चाहिँ अलरेडी एक्जिस्ट भन्छ। यो पनि क्यास एन्ड इक्विभ्यालेन्ट भित्र राखेँ मैले। यसमा ग्रुपिङ चाहिँ प्रपर चुज गर्नु होला, त्यसले रिपोर्टिङमा देखाउने हो। अकाउन्टिङ मिस्टेक चाहिँ हुँदैन, रिपोर्टिङ चाहिँ अलिक नमिला भन्ने मात्रै हो, नत्र खासै फरक पर्दैन। यहाँबाट क्रिएट गरिसकेपछि यो डेफिनेटली ब्यालेन्स सिटमै पर्छ। त्यसपछि मैले यहाँ क्रिएट गरिदिएँ, यस गरिदिएँ। अब बाँकी कुरो मैले एकचोटि फेरि दोहोऱ्याएँ। त्यो स्क्रिनमा भएको फिचरहरू यो नाम भइहाल्यो। अब यहाँ हामीलाई अरू केही चाहिने छ, ब्याङ्क एकाउन्ट डिटेलहरू पनि यही लिस्टमै चाहियो भनेदेखि चाहिँ यसरी टिक 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 गर्दै आफूलाई यहाँनिर दिएको अप्सनहरू टिक गर्दै चाहिनेहरूमा टिक गऱ्यो, नचाहिने अनटिक गऱ्यो। पर पेजमा लोडिङ कति गर्ने हो होइन। अब बल्कमा क्रिएट गर्नु छ क्यास ब्याङ्क एकाउन्ट पनि धेरै छ, तपाईँले सफ्टवेयर गर्न लाग्नु भएको छ र अरू कुनै ठाउँमा छ भनेदेखि एक्सेलको मार्फत चाहिँ बल्क इम्पोर्ट पनि गर्न सकिन्छ। अब यहाँ भएको लिस्टमा अलरेडी भएको चिजहरूलाई चाहिँ तपाईँले केही करेक्सन गर्नु पर्यो भनेदेखि एक्सेलबाट बल्क अपडेट पनि गर्न सकिन्छ। अब नचाहिने खोलिएको छ भनेदेखि मास डिलिट, मल्टिपल डिलिट, एकैपटक मल्टिपल डिलिट पनि गर्न सकिन्छ। यसरी एम्समा क्यास ब्याङ्क एकाउन्ट चाहिँ यसरी क्रिएट गर्न सकिन्छ। धन्यवाद।